हेलो गाइज, म चाहिँ आज बिहानै उठेर टक्क लगाएर त्यहाँ गाडीको भिडियो खिच्दै भन्नुभएको थियो दाइले। त्यसैले म चाहिँ गाडीको भिडियो खिच्नलाई यहाँ कुरेर बसिरहेको थिएँ। अनि म चाहिँ कलेज पनि जानुपर्ने थियो र अहिले चाहिँ म अनि लुगासुगा लगाएर कलेजतिर लागेँ। अनि अझै मेरो स्कुलको लुगा आइसकेन नि त, त्यही भएर आउट ड्रेसमा जानुपर्ने हुन्छ कलेज चाहिँ। त्यसैले म चाहिँ अब यहाँ एक्लै झ्याउ लागेर पुरै क्यामेरामा गफ गर्दै हिँडिरहेको थिएँ है। अनि आज अलि ढिला उठेको थियो, अलि बिमारी पनि थिएँ, त्यसैले चाहिँ अनि टक्क झ्याउमा हिँडिरहेको थिएँ। अनि फेरि आज चाहिँ लुता फाल्ने दिन हो क्या हाम्रो। अनि टक्क मैले चाहिँ स्कुलबाट आएपछि ब्लग गरेको थिएँ हेर्नु है त। यहाँ टक्क माथिबाट साथीहरूको घरबाट चाहिँ ल्याउँदै थियो। अनि त्यसपछि यहाँ बुवाले टक्क छुवाली लुतो फाल्नलाई बालेर ल्याइसक्यो रहेछ। मैले मास्तिर भिडियो बनाउनु जेलमा फेरि टक्क लगाएर होइन। अनि एउटा मैले लिएँ, एउटा बुवाले लिनुभयो। अनि त्यसपछि हामीले जलायो। अनि त्यसपछि म चाहिँ त्यहाँ माथि साथीलाई नि कुरेर बसेको थियो। हाम्रो चाहिँ के चलन छ भने यहाँ बिचतिरबाट होइन, सबैभन्दा माथिबाट आएपछि सबैजना जाने चलन छ। अनि त्यसपछि त्यो नअन्जेल चाहिँ म यहाँ घुमेर बसेँ एक्लै टक्क लगाएर। यहाँ त्यसलाई पर्खेर बसेँ। अझ पनि आउँदैन, सबजनाले कराइसक्यो जम नजम भन्दै। माथिबाट सिरान घरको मान्छे झन् मरे घाटै आउँदैन। अनि त्यसपछि कुरेँ, मैले एकछिन कुरेँ। अनि त्यसपछि त्यो नि आयो। त्यसले जतिखेर नि मलाई पोल्दिन मात्रै खोज्ने के भन्यो भने पोल्दिन मात्रै खोज्ने। अघि तल पुगेपछि नि मेरो गाला पोल्दिन खोजिरहेको थियो। अब सबजना चाहिँ तल पुगिसक्यो। अनि म चाहिँ अनि दौडिन्छु। अब दौडेर गएर फेरि सबभन्दा पुग्ने चाहिँ म नै थियो, म र साथी। अनि त्यसपछि फेरि अरू दाइहरू पनि आइरहेको थियो। मेरो चाहिँ हात पोलेर, एउटाले गाला पोलिदिएर एउटाले हात पोलिदिएको। त्यसैले मैले चाहिँ चाँडै नै फालेको होइन। मलाई चाहिँ रिस उठिरहेको थियो, कहिले यता हाल भन्छ कहिले उता हाल भन्छ। रिस उठेर म चाहिँ थोला थर्काएर बसिरहेको थिएँ। त्यतिकै भन्दा सबजना आउन थाले। अनि हामी चाहिँ टक्क फेरि त्यहाँ गइसकेपछि लुता फाल्नलाई त्यहाँ ढुङ्गाले हान्नुपर्छ भन्ने चलन छ। अनि हामीले चाहिँ हानेर आइसकेको छ। अनि म चाहिँ घरमा आएर पसिना भएर बसिरहेको थिएँ। मेरो मिनी ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस् त, बाई बाई।